ड्युटी सकेर घर जाउँ भनेको बाटोमा हिँड्दाखेरि यसो हल्का भिडियो बनाउन त कस्ता कस्ता विदेशीहरू कस्ता कस्ता देखिन्छन्, विदेशीहरूले कस्तो कस्तो लुगा लाउँछन् भन्ने कुरा पनि त अब हाम्रो नेपालतिर बसेका मान्छेहरूलाई यसो देखाइदिने एकचोटि। विदेशीहरूले चाहिँ विकसित देशमा चाहिँ कस्ता लगाइ लाउँदो रहेछन्, बाटो कस्तो हुन्छ, अनि रुखहरू बाटोमा चाहिँ रुखहरू कस्तो हुन्छ, फुटपाथ कस्तो हुन्छ भन्ने कुरा पनि त अलिकति देखाइदिउँ। अब बस स्टपहरू कस्तो चलाइ हेर्नु कति व्यवस्थित छ, गाडीहरू त्यस्तै। अनि यो चाहिँ यो पनि क्यासिनो नै हो, यो चाहिँ पेरिस टावर भयो, यो चाहिँ पेरिस टावर अर्को छ। अब यहाँ पैसा चाहिँ लाग्दैन यसो हेर्नलाई गर्नलाई फोटोसोटो खिच्नलाई मान्छेहरू। अनि कति राम्रो भ्यू छ, ल हेर्नु राम्रो ल हेर्नु चाहिँ विदेशीहरू कस्ता हुन्छन् ल हेर्नु, मजाले देखाइदिन्छ। आज अब भिडियो खिच्यो भनेर कसैले आएर गाली गर्यो भने चाहिँ मलाई बर्बाद होला होइन, तर किन गाली गर्थे। ल पारिपट्टिको सिन पनि देखाइदिन्छ, ल हेर्नुहोस् कति राम्रो भ्यू छ। बस स्टपमा गाडी हेर्नु कति राम्रो सफा गाडी हुन्छ, गाडी नम्बर हुन्छ, गाडीहरू पनि त्यस्तै। ल बस आयो, ल बस कति सफा राम्रो सिस्टमहरू सफा, मान्छेहरू भित्र कति राम्रोसँग बसेका हुन्छन् होइन। ल आज विदेशीहरू देखाइदिएँ है त मैले तपाईँहरूलाई। ल मजा आयो हेर्नुहोस् कस्तो हुन्छन् विदेशी, कस्तो लुगा लाउँछन् फोटो खिच्नलाई। भिडियो चाहिँ पुरा हेर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्नु होला है।